हाल चाहिँ हामी गल्फ कन्ट्रीमा बस्नेहरूको प्राय ध्यान चाहिँ आकाशतिरै हुन्छ। हामी बाटोमा हिँड्दै गर्दाखेरि एकपल्ट न एकपल्ट आकाशमा हेर्नैपर्छ, कतै मिसाइल त झरिरहेको छैन होइन, वा ड्रोन त आकाशमा पड्किरहेको छैन। यो खालको मानसिकता बनाएको छ। तपाईँहरू कुन देशमा हुनुहुन्छ र त्यहाँको खबर के छ मलाई थाहा भएन, तर म चाहिँ कुवेतमा छु र कुवेतको खबर भन्नुपर्दाखेरि बाहिर रूपमा जति सामान्य देखे तापनि भित्र त्यस्तो छैन। मान्छेहरूको ज्यान गएको छ, धेरै घाइते भएका छन् होइन, ड्रोन हमलाहरू मिसाइलहरू भोकै छ। तर कुवेत सरकारले चाहिँ अब जनताहरूलाई चाहिँ असुरक्षित हुन्छन् भन्ने हिसाबले चाहिँ उनीहरूको मानसिकतामा खलबल मचिन्छ भनेर चाहिँ त्यो कुराहरूले चाहिँ बाहिर रूपमा सामान्य रूपमै छ भन्ने किसिमले देखाउन खोजिरहेको छ। तर त्यस्तो चाहिँ छैन, खासमा अलिकति डेन्जरकै स्थिति छ। र यहाँको अवस्था भन्नुपर्दाखेरि अब सरकारी अफिसहरू चाहिँ थोरै मात्र खोल्या छ भने चाहिँ धेरै कुवेतीहरू चाहिँ सिपको थ्रुबाट यो कुवेत चाहिँ छोडिसकेको छ, सेफ ठाउँमा गइसकेको छ भन्ने सुनेको छ। र अहिले सिप पनि बन्द छ भन्ने सुनेको छ। जस